ल कमान न्युज च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ है। आज यो खाँदबारी नगरपालिका वडा नम्बर 10 अथवा 11 मा मैले एउटा सानो थोरै जग्गामा एउटा मकै खेती गर्नु पहिलेबाटै थालेको छु। अहिलेको साल पनि एउटा 5 रोपनी अनुमानित 5 रोपनी जग्गामा चाहिँ मैले यो मकै हाइब्रिड अथवा लोकल जातको खेती गरिराखेको छु। यो मकै खेती गर्छु भनेर मात्रै नहुँदो रहेछ, यसमा धेरै प्रविधि ज्ञानहरू हुनुपर्दो रहेछ। हामी धान मकै अथवा कोदो खेती गर्छौँ, तर त्यो हाम्रो दुखाइ मात्रै जान्छ, हामी उब्जनी अत्यन्तै थोर लिन्छौँ। त्यसैले सम्पूर्ण कृषक दाजुभाइहरू हामीले खेती गर्दाखेरि त्यसभित्रको ज्ञान हामीले लिनु अत्यन्तै जरुरी मैले बुझेँ। मैले धेरै पहिलाबाट पनि मकै खेती गर्थेँ, तर यसो 2-4 मुरी भन्दा बनाउन सकिएन। अब यसमा कहिले रोप्ने, कतिखेर गर्ने, सिँचाइ कस्तो, मलजल कस्तो, दबाई किरालाई दबाई औषधि कसरी गर्ने भन्ने चाहिँ मैले धेरै एउटा ज्ञान लिइसकेको कारणले गर्दाखेरि अहिले मैले यो खाँदबारी नगरपालिका वडा नम्बर 11 मा चाहिँ मैले यो खेती गरेको छु। अहिले यो मकैको बिरुवा हेर्दाखेरि साँच्चै भने यो क्षेत्रको चाहिँ एउटा टपमै पर्ने बिरुवाहरू छ। लगभग यो मैले फागुन 20-22 गते छरेको हुँ। आज 2082 साल वैशाख 20 गतेको यो भिडियो हो मैले बनाएको। यो मेरो वडा नम्बर खाँदबारी नगरपालिका 11 को सानो कटेज हो। तपाईले विभिन्न ठाउँबाट हेरिरहनु भएको छ भने तपाईले कमान न्युज च्यानल मेरो एउटा युट्युब च्यानल छ, यसमा लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु नभुलिदिनु होला। हस्त, धन्यवाद, नमस्कार।